हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आयो भनेर सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम ठिक छौँ। आज चाहिँ हामी जाँदैछौँ टुडी खेला ठुले डाँडा जाँदैछौँ। आज चाहिँ हामी यता एउटा आइफोनवाला दिदी हुनुहुन्छ, यहाँ ब्लगर नै हुनुहुन्छ। ब्याग नै छ के, हेलो गर्नु न। हेलो हेलो टुडी खेला रे। त्यहाँ चाहिँ हाम्रो ग्याङहरू हिँड्दैछ, स्पिकर बजाउँदै हामी चाहिँ जुन कि लरङ 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 हिँड्दैछौँ। यहाँ दिदी हुनुहुन्छ, सिनु दिदी। सिनु दिदी हजुर, तपाईँको दिदी सिनु दिदी, प्यारी दिदी, राम्रो हिरोइन त्यसको लागि आभारी छु। कति धेरै सामान साथीहरू अगाडि पनि दुईटा खुच्चिला साथी बनाइदिनु परिरहेको छ। हाम्रो गाउँमा सबसे सुन्ने भनेको सिनु दिदी हो। वर्षा दिदी देख्दा मात्रै यत्रै देख्नु उहाँ चाहिँ नाच्दै हिँडेछन् गाइस। ए भन्नुभयो गीत बजाउँदै हिँडेको छ। हामीले च्यालेन्ज पनि गर्छौँ। चप्पल आज चाहिँ म चप्पल लाएर हिँडेको छु, किनकि चप्पल आज चाहिँ हामी किनै चप्पल लाएर हिँडेका छौँ भन्दा अस्ति कालिका जाँदा जुत्ता लायो, हिजो मालिका जाँदा जुत्ता लायो, अनि नङ दुखान आज चाहिँ चप्पल, मम्मीका चप्पल है गाइज, मम्मीका। जम्मले हेलो गरौँ। आज चाहिँ हामी कहाँ जाँदैछौँ रे गाइज? बेसु कहाँ हिँड्ने कि बबल लिएर हिँडेछु। कसले किनिदिएको बबल? कसले किनिदिएको? को दिदी? बाई, अलि भेट्छौँ ल। अलि भेट्छौँ ल। गाइज हामी चाहिँ यता टुलटुल हेरेर बसिरहेका छौँ। उता चाहिँ फोटो खिच्न लागेको छन्। उता चाहिँ फोटोसुट भइसकेको छ। 1 घन्टा हुनलाई भ्याउँदै भन्छन्। राम्रो आएन, पहिला आयो गोरो आयो, बढी बढी कालो आयो भन्छन्। हेर्नु न पोज गरे पोज। टी सर्ट के भयो अरे? पिर्सु चाहिँ आफ्नै तहमा। पिर्सु के खाइछु? के खाइ कि? यो पनि जानलाई फेरि बचेको भनेको म हो, एउटा जया हो, एउटा ऊ आछिन्। त्यो सामान त्यहाँ राखिदिन्छन्। 10 मिनट कहाँ र? यहाँ पनि घर लिएर जाउँला नि त, के नै छ र। नफालिदिउँ क्या होइन सम्पदा दिदी, यिनी पनि अब कपाल छोडेर राम्रो हुनलाई हामी यो अर्को पनि दुइटै यो अहिले खानुपर्छ। लानियो कि म त राम्रो मनी प्लान्ट ल्याइ हुन्छ। अहिले फेरि भेट्छु ल। यहाँ चाहिँ हामीले चटपटे खाएर भ्याएर गीत बजाएर ब्लगर गफ गर्दै एकदमै रमाइलो भएको छ गाइस। अर्को वर्ष कि बेहुली सेकेन्ड